मुटु चाहिँ अब एकदमै रिल्याक्स छ अहिले अघिसम्म चाहिँ एकदमै स्पिड थियो अहिले चाहिँ एकदमै रिल्याक्स छ एन्ड आइम भेरी ह्याप्पी र जति पनि दर्शक श्रोताहरू हुनुहुन्छ जसले मेरो चेलीलाई भोट गराइदिनु भयो र विनर बनाइदिनु भयो उहाँलाई धेरै धेरै धन्यवाद र अर्को कुरा चाहिँ अब यही क्रममा म जोड्न चाहन्छु यहाँ हाम्रो जङ्गमामा होइन अनि त्यसपछि यता हाम्रो भूपेन्द्र मामा उहाँहरू दुईजना मरि हत्या गरेर लाग्नु भएको थियो अर्को हाम्रो खोइ आउनु पऱ्यो होइन उहाँ के अरे हाम्रो कमल र नन्द होइन दुईजना एकदमै धेरै लागि पर्नु भएको थियो होइन हामी उहाँको गाउँमा पनि गएको थियो त्यसपछि उहाँको दिदीले यति धेरै मिहिनेत गरेर चेलीलाई यहाँसम्म ल्याएको थियो र यो अब यो ल कमल पनि आउनु पऱ्यो ल कमल भाइ पनि होइन यो हाम्रो यो जुन अभियान छ यसमा चाहिँ यो होइन कमल भाइ लगायत हाम्रो दुईजना मामा आमा माइजूहरू अनि हाम्रो यहाँ नन्द घरती मैले भन्छ मगर संस्कृति सङ्घको अध्यक्षज्यू होइन अनि हामी सबैजनालाई एकदमै हामी चाहिँ उहाँलाई एकदम धेरै धन्यवाद दिन चाहन्छौँ किनभने उहाँहरूले यति धेरै मेहनत गर्नुभयो जति पनि आफ्नो सङ्गठन छ सबै भनौँ न मगर सङ्घ लगायत जति पनि आफ्नो इष्टमित्र छ ल बबी पनि आउनु यो पनि एउटा हकको दावेदार तिमी पनि यता आऊ यार साथी ल भाइ होइन अनि त्यसलाई माइजूहरू पनि अलि यता आउनु न तपाईँहरू कहाँ टाढा बस्नु भएको ल होइन एकदमै सपोर्ट गर्ने सबैलाई मेरो चाहिँ हृदयबाट एकदमै धन्यवाद छ र मलाई लाग्छ यो जित चाहिँ अब हामी दुईजनाको नभइकन यो सिङ्गो कर्णाली प्रदेश र सिङ्गो नेपालीको लागि हुनेछ यो चाहिँ अहिले चाहिँ आँसु छैन बन्द भइसक्यो अघि चाहिँ हामीले चाहिँ दिन रात नभनी हामी सबै फ्यामिली लागि परेको थियो अनि देश विदेशबाट सबैजनाले एकदम सपोर्ट गरिरहनु भएको थियो हुन्छ कि हुँदैन के होला भनेर अनि थाम्नै सकेन अनि म चाहिँ ड्याडीलाई मम्मी त यही हुनुहुन्छ नि त त्यही भएर